नेपालबाट का लागि जाने सुरक्षित पारदर्शी सरकारी प्रणाली इपिएस इम्प्लोइमेन्ट पर्मिट सिस्टम हो। नेपाल सरकार र दक्षिण कोरिया सरकार बीच भएको समझदारी पत्र मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ MOU अनुरूप नेपाल सरकार र दक्षिण कोरिया सरकार बीच विद्यमान कानुन बमोजिम यो प्रणाली सञ्चालन भइरहेको छ। सम्पूर्ण प्रक्रिया कोरियाबाट काम गाएपछि सुरु हुन्छ। त्यसपछि योग्य नेपाली उम्मेद्वारहरूले इपिएस वेबसाइट मार्फत अनलाइन आवेदन भर्नुपर्दछ र आवेदन दिएपछि इपिएस टोपिक भाषा परीक्षा दिनुपर्छ। यो परीक्षा कम्प्युटर प्रणाली मार्फत सञ्चालन गरिन्छ, जसमा उम्मेद्वारहरूको भाषा ज्ञानसँगै कलर भिजन टेस्ट जस्ता महत्त्वपूर्ण कुराहरू पनि जाँचिन्छ। भाषा परीक्षा पास गरेपछि उम्मेद्वारहरूले स्किल र अन्तर्वार्ताको चरण पार गर्नुपर्छ। यी प्रक्रियाहरू सफल भएपछि उम्मेद्वारहरूले स्वास्थ्य परीक्षण, प्रहरी रिपोर्ट तथा रोजगारी आवेदन फारम भर्नुपर्ने हुन्छ। यी सबै आवश्यक विवरणहरू इपिएस शाखाले सङ्कलन गरेर कोरियाको प्रणाली SPAS मा पठाउने प्रक्रिया पूरा गर्छ। माथिका प्रक्रियाहरू पूरा गरेपछि उम्मेद्वारहरूलाई रोस्टर अर्थात् सूचीमा राखिन्छ। तर यहाँ एउटा महत्त्वपूर्ण कुरा ध्यान दिनुपर्ने हुन्छ। रोस्टरमा परेपछि पनि तुरुन्तै कोरिया जान पाइन्छ भन्ने सुनिश्चितता भने हुँदैन। अब सुरु हुन्छ जब म्याचिङ प्रक्रिया। यो प्रक्रियामा निर्धारण गरेको छनौट मापदण्डको आधारमा रोजगारदाताले जब सेन्टर मार्फत अटोमेटिक कम्प्युटर सिस्टमद्वारा 3 जनाको नाम प्राप्त गर्छन्। कोरियाका रोजगारदाताहरूले सिस्टमबाट आएका 3 यो छनौट विभिन्न आधारमा गरिन्छ, जस्तै परीक्षा अङ्क, सिप, रोस्टरमा परेको मिति र रोजगारदाताको आवश्यकता आदि। र यसमा कुनै व्यक्ति वा चौलियाहरूले हस्तक्षेप गर्न सक्दैनन्। छनौट भएपछि उम्मेद्वारसँग श्रम करार लेबर कन्ट्र्याक्ट गरिन्छ। त्यसपछि उनीहरूले कोरिया जानु अघि अनिवार्य रूपमा 6 दिनको प्री डिपार्चर ट्रेनिङ PDOT लिनुपर्छ। अब प्रक्रिया अगाडि बढ्दै CCVI भिजा कन्फर्मेसन जारी हुन्छ र त्यसपछि भिजा प्रक्रिया पूरा गरिन्छ। यसपछि फ्लाइट सेड्युल आउँछ, आवश्यक अन्तिम तयारीहरू सम्पन्न गरिन्छ र अन्ततः कोरिया प्रस्थान गरिन्छ। इपिएस प्रणाली पूर्ण रूपमा पारदर्शी र सरकारी प्रणाली हो, जहाँ कुनै पनि सिफारिस वा चलखेल हुन सम्भव हुँदैन। रोस्टरमा परेपछि पनि रोजगारदाताले छनौट नगरेसम्म कोरिया जाने सुनिश्चितता भने हुँदैन, या भनौँ यसलाई एक भाग्य चिट्ठा पनि भन्न सकिन्छ। त्यसैले सफलताको मुख्य आधार भनेको धैर्य, सिप र राम्रो तयारी नै हो।